ह्याप्पी न्यु इयर एभ्रिवान 2026 को फर्स्ट चटनीको रेसिपी लिएर आएको छु। बनाउनलाई एकदमै सजिलो र खानमा त झनै मिठो। सुरु गरौँ है त। अम्बालाई धोएर राम्रोसँग पुछेर सुक्खा गरिसकेपछि माथिबाट तेल लगाएँ। तेल चाहिँ मैले तोरीको लगाएको, हजुरहरूसँग जुन छ त्यही नै लगाउनु होला। त्यसपछि ग्यासको फ्लेम मिडियम गरेर यसलाई राम्रोसँग पकाएँ र पुरै ब्ल्याक भइसकेपछि ग्यासको फ्लेम लो गरेर एकछिनसम्म पकाएँ र 5-6 वटा खुर्सानीलाई पनि मैले ग्यासमा पोलेँ। हजुरहरूले कतिको पिरो खानुहुन्छ त्यो अनुसार लिनु होला। र अब सबै हामीले बाहिरको बोक्रा जतिलाई फाल्नुपर्ने हुन्छ। मलाई चाहिँ यसको टेस्ट मनपर्ने भएर हल्का हल्का चाहिँ राखेको थिएँ। त्यसपछि मैले टेस्टको अकर्डिङ नुन, थोरै बेसार र कालो नुनलाई पनि लिएँ। सबैलाई अब मैले मिक्सर जारमा हालेँ। त्यसपछि मैले यसमा धनियाँ पनि एड गरेको थिएँ। धनियाँ, खुर्सानी, नुन, बेसार र कालो नुन र थोरै कागतीको रस हालेर यसलाई मैले राम्रोसँग पिनेँ। त्यसपछि हाम्रो टेस्टी चटनी बनाएर रेडी भयो। एकदमै टेस्टी हुन्छ। हजुरहरूले यसलाई पराठा, स्यान्डविचसँग पनि सर्भ गर्न सक्नुहुन्छ। थ्याङ्क यू।